नमस्ते नमस्ते स्वागत छ हाम्रो आजको पिकनिक डेमा। हामी सबैजनाको चाहिँ आज पिकनिक आएको छौँ। हाम्रो अर्को फ्यामिली साथी पनि छ हैन। अनि हामी चाहिँ पार्कमा आइपुग्यौँ। बाबुहरूको मेरो छुट्टी छ। हाम्रो बाबुहरूको हामी यो पार्कमा आइसक्यौँ है। सन्देश ज्याकेट खोले पनि हुन्छ होला। हजुर हाम्रो सुदाङसाङ त्यहाँ सन्देशहाङ। अब यहाँ चाहिँ थापाकाजी हुनुहुन्छ है। आइपुग्यो। नमस्ते है सबैजनालाई। हाम्रो पुरै जत्था यहाँ हुनुहुन्छ है। अब त हरियाली पनि हुँदै आयो है। अब हाम्रो खानाहरू निकाल्छौँ हामी। भएन छोड्नु। अब ल खाना बोक त्यहाँनेरि म म्याट बोक्छु। मेरो सन्देशाङ थापाले खाना निकाल्नु थाल्यो है। म चाहिँ म्याटहरू लिन्छु। हो राजा हस्। अनि बस्नु म त्यति ताप्दिनँ। ओझेलमै बस्छु। ल खाना निकाल्नु थाल्नुभयो है। हाम्रो बेबीवाला पनि हुनुहुन्छ यहाँ परिवार है। हाम्रो समूहबाट सबैजनालाई हाम्रो ब्लगमा दिनमा स्वागत छ। हाम्रो चाहिँ आज नुडल छ। साधारण नुडल उसिनेर ल्याएको छ सुप। हाम्रो पिकनिक चलिरहेको छ। यतातिर नि सबैजना खाँदै हुनुहुन्छ है। तातो भएर यहाँ थापाकाजी चाहिँ अन्तिम पो घाँस पुर्याउनु भएको छ। सृजना भान्जी हाम्रो भान्जी सिङ्गल हो है। कोसँग झप्प के अरे आफ्नो बन्दोबस्त गरिसक्नु भएको भान्जी छ। आँट हुनेले यतातिर आयो हुन्छ। तर सोध्नु चाहिँ यहाँ मामा अनि माइजूलाई। अनि यहाँ सानो राम्री छोरी यहाँ हाम्रो यहाँ चाहिँ बिनु नानी हुनुहुन्छ बेबीसित। अनि साइन नानी। ल हजुर सबैको खाना राम्रै नअड्किकन खानु होला है। म चाहिँ खाँदै बोल्दैछु। अन्त अनि बलादमी स्वभावको हाम्रो स्वरूप बहिनी हुनुहुन्छ। सुपर भिआइपी हुनुहुन्छ यहाँ सुमन है। चेक गराउँदैछु है मैले। अनि हाम्रो सरू र सुमनको सन्देशको साथी हो चाहिँ सबिन। ठुलो भएको लाठे छ। खाइसक्यो तिमीले? कति छिटो हो। राम्ररी खाएन। भरे भोक लाग्छ। सुदांशले नखाने भएर छोडिदिएको मैले। बिरयानी बनाएर ल्याउनु भएको छ। हामीले चाहिँ नुडल बनाएर ल्याएको सजिलो। हाम्रो खाना चाहिँ अहिले सकिनु लाग्यो। यता आधा भएको छ। अब खाएर पेट सेट सबैजनाको भर्यो। हामी अब हिँड्यौँ। भात पचाउनलाई हिँड्यौँ। अब कसलाई टिकटक बनाउनु पर्ने छ बनाउनु होला।
कहाँको कुरा गर्नुभएको? ए हो नि, क्योकन होपको कुरा गर्नुभयो होइन? हो नि। छ नि कतितिर। आजको दिनको हाम्रो पुरा जत्था चाहिँ खाना खाएर पचाउनलाई हिँड्दैछौँ। फुलिसकेर झरेछ है, झरिसकेछ यता। आज बच्चाहरूको अहिले स्कुल छुट्टी छ, त्यही भएर सबको राम्रो दिन छ क्या। पिकनिक खाने हिँड्ने सबैजनालाई। यहाँ सुदाङसाङ चाहिँ यहाँ के गरेको सानो? के गरेको? भयो, होस् होस् बाँच्यो। लु भयो, लडी झरिन्छ। छोडिदेऊ अब, छोडिदेऊ, गयो त्यो, लडिन्छ भयो। ल मम्मा त गएँ। हस् त्यही अब हामी यता पनि आइपुग्यौँ है। थोरै भिडियो पनि बनाउने होइन, अनि सबै रमाउने फुलको मुनि। अब हाम्रो नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। पिकनिक पनि बेट मार्यो, भाइ पनि गरागर भयो। अब उनीहरू पनि हाम्रो ग्रुप उता, उहाँहरूको ग्रुप यता। अब आजको हाम्रो ब्लगलाई यहीँ अन्त्य गर्छ। नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। हजुर, अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को वृत्त चित्रमा भेटौँला। हवस् त, नमस्ते।